बाबा छोरा आयो घर थाहा छैन। फाइनली 2 वर्षपछि घरको खाना मम्मीसँग। बुढामा यता हेर्नु त बेड भयो दिसरी। सो यहाँ चाहिँ नि यो लगेजबाट यो लगेजमा सिफ्ट भइरह। यहाँ मेरो 2 जना असिस्टेन्टहरु हैन। सो गाइस आफूलाई त लिने मान्छे पनि कोही पनि आएको छैन हैन। किनभने चाहिँ नि घरमा थाहै छैन म आछु भनेर। छोरो नेपाल आइसक्यो, घरमा कसैलाई पनि थाहा छैन। बट चेक दिस गाइज, ओ फाइनली 2 वर्षपछि नेपाल आइयो, घर आइयो। खुसी खुसी खुसी। राम्रो बनाएर रहेछ। दामी दामी दामी। खुसीलाई राख्नु छ, राम्रोसँग ल्याइदियो। फ्लाइ इमिरेट्स र दुबई फ्लाइ दुबईले। अब चाहिँ यो नेक्स्ट भ्लग हुन्छ हैन। सो अब नेपालको सिरिज सुरु फाइनल्ली। त्रिभुवन। सो गाइस फाइनली काठमाडौँको रोडमा हिँड्दैछु हैन। सो चाहिँ म दिदीलाई सरप्राइज दिन गइरहेको छु फलङ्कीतिर, ललितपुरतिर। टक फाइनली आफ्टर 2 वर्षपछि चाहिँ काठमाडौँको रोडमा सर दिदीलाई चाहिँ खतरावाला सरप्राइज छ क्या त्यो। त्यसलाई थाहा पनि छैन म आछु भनेर। लेट्स त्यसको रियाक्सन हेरौँ। दिदी भएको ठाउँमा पनि आए। ओ हेलो हेलो। के छ हल्ली चल्ली? के आके गरे बेड भयो दिसरी। तेरो सामान म यो कसले फेकल नस्ते दिदी कसले फेकल गर्यो भन्यो होला है। यसलाई पुरा दाइले जापानबाट सामान पठाएछ भनेर फोन गर्न लगाएर त्यहाँ दाइलाई। गुड मर्निङ गाइज। के छ हल्ली चल्ली होइन। नयाँ दिन नयाँ सुरुवात। सो दिदी बस्ने चाहिँ उयो गरेर रहेछ। सो काठमाडौँको यता ललितपुरतिरको दिदी बस्नेतिरको भ्यू ठिकै रहेछ। सुनसान एरियातिर छ, त्यति साह्रो हल्लादङ्गा छैन। सो यहाँ चाहिँ पानी परिरहेको। आमा हिलो छ्या। सो म चाहिँ अब सुकु दिदी घरतिर जानु लाग्यो। हिलो। सो अनि अब नेपालको सिरिज कन्टिन्यू। चाहिँ नि आजको साँझको फ्लाइट काटेको छु होइन, टिकट। सो बुद्ध एयरबाट आज चाहिँ घर जाने। सो अहिले चाहिँ यसो दिदी घरतिर निस्किन्छु। दिदीसँग यसो बाहिर निस्किनु पर्ला हल्का फुल्का केही किन्नको लागि। चाहिँ दिदी घरतिर गएर भेटौँ ल। काठमाडौँको जाम सुरु। हाम्रो लेडी राइडर पंखा गर्मी छ होइन। पंखा हावा खानु पर्यो दिदी। थक हार। लगेज फाटियो होइन। तपाईँले नेक्स्ट अर्को गएको भिडियोमा देखिसक्नुभयो होला। सो त्यो लगेज फाटेर चाहिँ यहाँ लगेज किने अर्को होइन। त्यो लगेज किनेको दोकान चाहिँ नि कहाँ गयो त्यो चाहिँ मैले बिर्सेको। सो खोज्दैछु लगेज त्यहाँ अगाडि क्या लगेज किनेर चाहिँ राखेको थियौँ। सो यहाँ चाहिँ हामीले लगेज किनेर राखेको थियौँ। लगेज किनेर राखेको ठाउँै बिर्सिँदा। सो त्यहाँ सो यो लगेज किन्ने हो। यो माथिपट्टि राखेर हुन्छ होला दिदी, वहाँ निकाल्न सजिलो हुन्छ। यो लगेज थ्याङ्क यू। सो अब यो बुर्काइन्छ गइन्छ। अब छिटो अब ढिलो पनि भइसक्यो। सो यहाँ चाहिँ नि
यो लगेजबाट यो लगेजमा सिफ्ट भइरह यहाँ मेरो दुईजना असिस्टेन्टहरू होइन मिठाई एन्ड क्यारी अब यहाँ ब्याग सो म अब यतिकै आउने हो सो छिटो प्याक गरौँ टाइम छैन यार छिटो निस्किन पर्छ गाडी मनुदाको गाडी यार कस्तो थियो यहाँ अर्को छ सामान प्याक गर्नु छ यार सो अब छिटो सामान प्याक गरौँ त्यसपछि निस्किन पर्छ फेरि निस्किएको दिदी घरबाट अब फाइनली आइपुग्यो यार त्यो जुन ट्याक्सीमा आएको थियो त्यो ट्याक्सीको त अगाडिको पहिया पङ्चर भएर फेरि अर्को ट्याक्सी दाइलाई रोकेर अनि आएको सो सामान मेरो एउटा दाइलाई थमाइदिन्छु अर्को दाइलाई थमाइदिन्छु सो यहाँ दुईवटा दाइले चाहिँ हेल्प गर्दै हुनुहुन्छ झन्डै फाइनली आइपुग्यो एयरपोर्टसम्म टाइम छ अझै हाफ एन आवर छ मसँग बोर्डिङ पास काठमाडौँ टु भैरवा सब वेट गर्दैछु अब एकछिनपछि फ्लाइट छ मेरो होइन भोक लाग्यो होइन अब फ्रुट स्यालेड खाम कहाँनिर छ चुकन्दर वुकन्दर के छ अब यो खाम हरि भोक लाग्छ मलाई है चाहिँ भैरवातिर प्रस्थान होइन बुद्ध यार अब चाहिँ भैरवा गएर भेटौँ है गाइस राम्रोसँग सेफ ल्यान्डिङ भयौँ हामी भैरवा होइन सो थ्याङ्क्स आइयो दाइको भिडियो बनाइदिनु एउटा टुक्छ सो सामान यति लिएछु अब गर्मी स्टार्ट भइसक्यो है म ट्याक्सी हेर्दैछु ट्याक्सी लिएर चाहिँ अब घरतिर लागिन्छ होइन भैरवामा आएर लास्टै गर्मी छ होइन अब नरिवल पानी खान लाग्यो हाम्रो सोल्टी राजासँग चाहिँ अब सोल्टी राजालाई भेट्यो अनि सोल्टी राजा गाडीमा चाहिँ हामी जान लाग्यो टक्क अब बाबालाई बुढोबालाई बुढामा अब बिरामी हुनुहुन्छ नि त सो फलफुल किनेछु अब यो चाहिँ जुस खाँदै जाने यहाँ दाइ जाने दाइ यता हेरिदिनु न फेरि लजाउँदो रहेछ सो अब जुस खाँदै जाऊँ लास्ट हरिब गर्मी छ ल घर आउन लायो होइन हामी चाहिँ परासीको बाटोमा हिँड्दैछौँ हाम्रो सोल्टी राजासँग हेलो ड्याडी बाबा ओ बाबा छोरा आयो घर थाहा छैन ढोकिदिए खै यता सन्चै हुनुहुन्छ ऊ किने सोल्टिने आउनु किने सोल्टिने बाबा के दुब्लाएर बाबा यस्तो बाबा दुब्लाएर बाबालाई थाहा आयो फाइनली घर आयो नमस्ते है नमस्ते सबैजना सबजना हुनुहुन्छ मम्मी के सबै सन्चै हुनुहुन्छ हाम्रो मम्मी ढोक्दै के हाम्रो जनसङ्ख्या कत्रो भयो ल भाग्यमानी भए परिवारसँग मेरो बुढामा यता हेर्नु त चिन्यो मलाई चिन्यो बुढामा ढोक्दे सन्चै हुनुहुन्छ म चाहिँ यहाँबाट माल्टा जाँदाखेरिको भिडियोमा हेर्नुभएको थियो कि हाम्रो बुढामालाई भन्थ्यो नि अहिले जाने हो हजुरलाई भेट्न जानु लाग्थ्यो म घर हजुरलाई हजुर न कहाँ मर्ने हो र अहिले अब त अब छ नि टन्ने कहाँ मर्ने हो त्यो मर्ने सर्ने कुरा नगर्ने म त छुट्टीबाट आउँदाखेरि त म त मरिसक्छु होला भन्थ्यो नि त अनि त्यति बेला भन्थ्यो मर्दैन भनेर हेर्नुभयो चाहिँ छुट्टीमा आएँ
होइन अब फेरि म विदेश गएर आउँदाखेरि पनि हजुर यतिकै बाँचिरहेको हुन्छ कहाँ अहिले मर्छ होइन अहिले त मर्दैन नि हो नि बुढा कहाँ बाँच्छ हजुर त अबिन त 100 वर्ष पनि पुगेन अबिन त 100-150 वर्ष बाँच्ने हो कि अब नाति आयो नि त अब भोलिदेखि उठेर हिँड्ने होइन के हुन्न अब सन्चो हुन्छ अब नाति आयो नि त अब नातिले दबाई ल्याइदिन्छ दबाई खान्छ त्यसपछि बुढामा त फेरि दौडिने त्यसपछि होइन बुढामा हाँसिन्छ त बुढामा खेर कति भयो नहाँसेको होइन अब टक्क अब नाति सम्झिरहेको थिएँ मलाई मलाई हिजो सम्झेको होइन मलाई आज आइहाल्यो नि त हजुरलाई सरप्राइज होइन नातिले सरप्राइज दियो नि त एकपछि के भयो गर्छ साथै गयो उ त्यो ढोका उल्टेर जस्तो लाग्यो है म त्यो धक गरेर आयो हो क्या आवाज मात्रै बाहिर धक गर्दै नि त ठिक छ प्यारो जिगरालाई भेट्यो अब भोलिदेखि त घुमाइदिएर होला नि छोड्दै पढा न भोलिदेखि हुनुपर्छ 2 महिना होइन फाइनली 2 वर्षपछि घरको खाना मम्मीसँग बाबा त सुतिसक्नु भयो सो अब 2 वर्षपछि घरको खाना टेस्ट गरौँ होइन दामी सागसँग यहाँको टेस्ट र विदेशको टेस्ट त लास्ट के डिफ्रेन्ट के मम्मीको हातको खाना अब हामी विदेशको कहाँ विदेशको मिठो हुन्छ खल्लो हजुरको हातको खाना अब मम्मीको हातको खाना त जस्तो भयो मिठो हुन्छ नि त सो गाइज खानासाना खाइयो गाउँसम्म डुलियो आधा मान्छेहरूलाई भेट्यो आधा मान्छेहरूलाई चाहिँ भोलि बिहान भेटौँला होइन लास्ट थकाइला सो आफ्नो बिस्तारामा पनि पल्टिएँ होइन सो गाइज यो भिडियोलाई चाहिँ नि यहीँ इन्ड गरेँ सो माया गर्दै गर्नु होला सबैजनाले मेरो भ्लगलाई सो हामी चाहिँ अब नेक्स्ट भिडियोमा भेट्न सक्ने नेक्स्ट भिडियोमा भेट्नेछु तबसम्मको लागि बाई बाई एन्ड गुड नाइट